people came in, they're not citizens. They came into our country illegally. We have to get them out. अमेरिका र नेपाली आप्रवासी हालसालै डिपोर्ट भएका नेपाली र अन्य देशहरू। सुनौ साथीहरू, सन् 2025 को पहिलो 6 महिनामा मात्र अमेरिका सरकारले 163 जना नेपालीहरूलाई जबरजस्ती डिपोर्ट गरिसकेको छ। तीमध्ये धेरै पश्चिम नेपालबाट थिए। अन्य देशहरूले पनि आप्रवासीहरू फिर्ता पठाउने कार्य तीव्र बनाइरहेका छ। मे महिनामा मात्र 58 जना नेपालीहरू अमेरिकाबाट चार्टर्ड विमान मार्फत फर्काएका थिए। यस्तो बेला टिपिएस अन्त्यको निर्णयले थप तनाव बढाएको छ। के हो टिपिएस बुझौँ अब। टिपिएस भन्नाले टेम्पोरेरी प्रोटेक्टिभ स्ट्याटस हो। यो एक अस्थायी अनुमति हो जुन अमेरिका सरकारले प्राकृतिक प्रकोप, युद्ध वा मानवीय सङ्कट भएका देशका नागरिकलाई दिन्छ। यसले उनीहरूलाई डिपोर्टबाट सुरक्षा दिन्छ र काम गर्न अनुमति दिन्छ। नेपालले टिपिएस सन् 2015 को विनाशकारी भूकम्पपछि पाएको थियो, जसले हजारौं नेपालीहरूलाई अमेरिका बस्न र काम गर्न अस्थायी कानुनी सुरक्षा प्रदान गर्यो। तर अब टिपिएस किन अन्त्य हुँदैछ? द US डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी DSS भन्छ नेपालले वातावरण